हेलो गुड आफ्टरनुन हो गेजर फाइनेन्सर सबैजना सन्चै हुनुहुन्छ होला हो म पनि सन्चै आरामै छु होइन त्यसले हो आज चाहिँ अलिक धेरै दिनपछि नै भ्लग आउँदैछ त्यसले हो अब चाहिँ सिधै जाने अनि त्यसपछि नयाँ बजारमा गएर काम छ होइन नयाँ बजारमा गएर के काम छ त्यो एउटा स्विच मात्र किन्यो अनि स्विच किनेर चाहिँ फर्किहाल्नुपर्छ होइन यहाँ अस्ति डिसी बनाएको थिएँ मैले एउटा अनि त्यो डिसी बनाएको चाहिँ के भन्छ डिसी बनाएको कनेक्टमा स्विच कनेक्ट हाल्दै हुन्छ होइन त्यसले अरू के छ र आज सिङ्गल राइड हाल्दैछु मैले आवाज चाहिँ अलिक ठुलो आयो कि के कस्तो आएको छ मलाई थाहा छैन होइन मैले चाहिँ माइक राखिरहेको थिएँ यहाँ कस्तो रहेछ हेर यहाँ एउटा कुराको अर्डर दिन्छु होइन थाहा भएन होइन केटा हो म चाहिँ यता नदीपुर हुँदै जान्छु अनि यताखेरि कम्प्लिकेट चेकिङ रहेछ भने फेरि उता के भन्छ अरे त्यो यता त्यो मगुडोको पसल छ नि त्यो साइडतिर जान्छु म चाहिँ कोही कोही बेला डेली जाने कुरो पनि भएन होइन तेल पनि धेरै छैन यार आधा टङ्की छ तेल पनि फाइनली हामीले यामडी क्रस हाने यामडी चाहिँ क्रस हानिसक्यो हामीले है सही हो केटा अब यस्तै यस्तै चाहिँ चाल केटा अब चाहिँ सिधै नदीपुर गएर भेट्नुपर्छ है त्यही केटा फाइनली हामी चाहिँ नदीपुर आइपुग्यो अब नदीपुरबाट चाहिँ त्यहीँ तल छ अनि एउटा टाउको लाग्यो यार नदीपुरबाट चाहिँ त्यहीँ तल छ अनि त्यही तल महेन्द्र पुलबाट चाहिँ अलिक तल गयो भने चाहिँ नयाँ बजार आउँछ होइन म जहिले जाने भनेको दुईवटा पसल छ एउटा पूर्णिमा स्टिकर हाउस अनि एउटा चाहिँ पवित्र अटो पार्ट्समा होइन दुईटै ठाउँमा मिलाएर हालिदिन्छ सामानहरू गइराख्नेलाई थाहा होला होइन त्यही हो एकदमै राम्रो लाउने चाहिँ अब त्यही हो के अरे मलाई
अब अरूलाई कहाँ राम्रो लाग्छ भन्ने कुरो होइन। त्यो चट्टी पनि हातमा छु। मैले सुनाम के हो पड्काएरमा मेरो पड्किन लान्थ्यो पड्किँदैन। मिठो फार हान्छ नि फेरि दिउँसो नि। त्यही नै हो केटा, फेस्टिभल आइपुग्नुला। त्यही नै हो, मिठो ब्याकफायर हान्छ मेरोमा चाहिँ। केही सिस्टम लगाएको छैन होइन मैले, स्टकमै हो फेरि हान्ने नि। केही एडजस्ट केही चेन्ज गरेको छैन होइन। पहिलाको दुईवटा हो कि एउटा हो कि दुईवटा भिडियो नै हालेको छु मैले पहिलाको। घर माया देखाइदिनु होला होइन। 100 सब्सक्राइबर पुगाइदिनु पऱ्यो पहिला। 100 सब्सक्राइबर कटाइदिनु पऱ्यो पहिला। अनि त्यसपछि अरू कुरा गरौँ नि। यस्तोमा फेरि 1000 लाइट बाल्नु क्या। ट्राफिक बसिरहेछ चिया पारेर भारे भारे। अलि लङै जान्छ जस्तो लाग्छ आजको भिडियो होइन। यसको पछि हिँड्नु म अब के हुन्छ छैन त छैन कि त्यही भएर सेफ भएर हिँड्नु पऱ्यो होइन। सेफ राइड लङ लाइफ यहाँको चाहिँ त्यही छ अब। खै गर्दा गर्दै अर्को ल्यान्डमा आइपुग्यो। पढ्नेको नामै लिन्न त। त्यही नै हो, नयाँ बजारतिर आउन लाग्यो होइन। मोडिफाइड बाइकहरू अब देखिन्छ, बाइक स्कुटरहरू। कप पनि फेरि यहीँ साइडमा बस्छ कि टेन्सन, फेरि यस्तो टेन्सन हुन्छ। त्यही अरू त केही टेन्सन छैन। कपीहरू आयो भने चाहिँ कोही कोही बेला टेन्सन हुन्छ। त्यही नै हो, म चाहिँ स्विच
स्विच मात्र सानो स्विच मात्र लिने भनेर आएको थिएँ होइन। यो त खाजा नि रेडी भयो होला। अब यहाँ स्विच लिने ठाउँमा जाम भने सिधै खाजा ठाउँमा गएर भेट्ने हो होइन। त्यही स्विच लिने ठाउँ नि अब धेरै टाढा छैन। ऊ देख्नु भयो डटहरू यस्तो मजाको आउँछ क्या। खतरा खाने मेरो ठाउँ नि। मैले किन्ने ठाउँ चाहिँ आउन लाग्यो होइन। काट्नुपर्छ मैले। अड्दिएर भनेर गऱ्यो। फेरि आयो सधैँ सामान लिनु आउने ठाउँमा। अनि त्यो सानो स्विच लिएर सुइहाल्ने अब यस्तो छ यसबाट यस्तो स्विच हेर्दैछ होइन। स्विच चाहिँ बुक गर्नु लागि होइन सबै सामान यहीँबाट लग्छु। आउनु पऱ्यो मिलाएर दिनुहुन्छ। केटा हो स्विच चाहिँ लिए के अरे। अब सिधै खाजा खाने ठाउँमा गएर भेट्नुपर्छ है। त्यही हो अब 100 रुपियाँ भन्यो स्विचलाई। राम्रै रहेछ स्विच पनि। अनि त्यहाँ पछाडिको मेरो त्यो बिहान लगाएको लाइट चाहिँ खचेछ होइन। अब के गर्ने अब घर त्यसलाई जसै टाल्नुपर्छ। पहिलो कुरो त टाल्नु पऱ्यो होइन। अनि त्यो नझुन्ने हुन्थ्यो क्या अरू भन्दा नि नै हो केटा हो। त्यही नै हो केटा। स्विच लियो अब फाडिहाल्ने काम मात्र हो। यहाँ अलिकति कप्पेले झ्याउ हान्छ क्या। यस्तो फेरि धेरै रोक्नु राम्रो होइन नि त। कप्पे ल्याएर छोटो चाबी छुट्यो भने त छुट्यो सक्यो नि त्यसपछि त। चराबाट पनि भिड हुने नै रहेछ होइन। त्यही नै हो केटा हो। यहाँ एउटा जानुभएपछि छोड्दैन होइन। त्यही नै हो। अब त्यही आजको मेन कुरा भनेको चाहिँ त्यही त्यो स्विच फिटिङ हान्ने मात्र हो क्या। फिटिङ नि अब कता लगाऊँ भन्छ होइन। माथि लगायो भनेखेरि लामो तार चाहिन्छ। मुनि लगायो भनेखेरि स्विच भेटाउँदैन क्या मुनि। त्यही हो कुरा। अब अरू त केही पनि छैन कुरा। यहाँ अघि कप्पे थियो यार। आउँदाखेरि त अघि साइलेन्टमा आएको नि। त्यही नै हो। अब नदीपुर कट्न लाग्यो हामी चाहिँ। यस्तो हेभी ड्राइभर त होइन कि होइन। यो जाम लाग्यो रहेछ नरहेछ। खाजा खाने ठाउँमा चाहिँ पुग्न लाग्यो।
खाजा पार्सल गरेर लाउने हो। अझै छोटो छोटो कामहरू छ। खाजा लिएर घर गएर अब खाजा खाएर सिधै ग्यारेजमा आएपछि मात्र भेट्ने है त केटा हो। स्विच इन्स्टल हान्ने ठाउँमा भेट्ने केटा हो सिधै। ल त्यही नै हो केटा। अब यो स्विच फिटिङ हान्न जानु लाग्यो होइन। त्यहाँ चाहिँ अघि लाइट झुन्डिरहेको थियो, त्यो लाइट पनि फिटिङ हाने माथिपट्टि। अनि यहाँ पछाडि त्यो दुईवटा पुलिस लाइट थियो, त्यो एउटा मात्र बनायो होइन टेलमा। अब चाहिँ चलिनु लाग्यो। ल यस्तो छ सबै वासिङ धरि गराउने सोचमा हो। सो त्यही नै हो केटा हो। अब स्विच फिटिङ हान्न जानु लाग्यो होइन। के कस्तो आइरहेछ आवाज अघि नै भनिरहेको थिएँ मैले। अब मैले चाहिँ चेक गरेको छैन होइन। अहिले सिधै बेलुका भिडियो हाल्ने बेला हो चेक गर्ने। यस्तो छ मेरो भ्लगिङ सेटअप चाहिँ। जुगाडो टाइपको बनाउनु पर्छ क्या होइन। अब त्यही हो अलिअलि बाङ्गे जस्तो फिल भइरहेको छ मलाई। यसो पटाका नै हान्नुपर्छ जाने बेला 1-2 सर्ट छुकमा। त्यही नै केटा हो। तेल बढेर 220 भइसकेको छ। अस्ति भर्खर 1000 को हालेको, आधा ट्याङ्की भन्दा मुनि गइसक्यो। अहिले चाहिँ 1000 को मात्र कति 5 लिटर हान्छ 1000 को मात्र। अनि त्यही गरे हो मैले चाहिँ। 1000 रुपियाँ खाएको अरे। ल पानी गरेर दिएर अलिकति सिम्पल नयाँ बाइक लिएर हिँड्छ यार। अझै पनि 1 वर्ष छ मजाले। त्यही नै हो केटा हो। लगायो होइन कहाँ पानी परिरहेछ। त्यस्तै छ अब। पड्काउँदै आइयो। अङ्कल वायरिङ गरेको ग्यासको फुल वायरिङ हो। कति चाहिँ टाइम लाग्छ? हो केटा हो। मेरो स्कुटरको चाहिँ काम सुरु भइसक्यो। स्विच हाल्ने मात्र होइन अङ्कल।
छ हैन टक्क यसलाई हामीले टक्क ग्यालेन्डाले चट्ट गरेर फिनिसिङ बबल निकाल्नु पर्छ। यो हेर्नुहोस् किनभने यसरी यो यसको जुन अब ओरिजिनल आउँछ नि ओरिजिनलको अनुसार यसरी हाल्यो भने त धेरै भित्र पुरा ग्याप हुन्छ राम्रो देख्दैन। त्यसै कारणले हामीले चाहिँ यसमा चाहिँ अब टक्क हल्का मोडिफाई गर्नको लागि अनि यसलाई टक्क लेभल बनाउनको लागि हामीले चाहिँ टक्क ग्यालेन्डाले सम्म बनाएर अनि टक्क यस्तो तरिकाले टक्क नापेर यहाँ टुप्पो टुप्पोमा फेरि ग्रिज लाउनुपर्छ नि गाइस होइन फेरि पाल बनाउन सजिलो हुन्छ क्या। त्यसै कारणले हामीले यस्तो गरेर यस्तो गर्नु पर्न हल्का यसो हेर्ने होइन यसरी हेर्ने कहाँ राता ठिक हुन्छ भन्ने कुरा। अनि त्यहाँपछि यसलाई ट्याक्क गरेपछि टक्क गाइस हेर्नु देख्नुभएको छ होइन देखिदिनु भएको छ नि तपाईँको गाइस होइन क्यामेराले देख्दैन क्यामेरा त देख्दैन नि आँखाले देख्यो भयो कि हामीले भयो नि यहाँ र यहाँ छ त अनि यहाँ र यहाँ छ ल भइहाल्यो त झ्याप्पै अब चाहिँ क्यामेरामा देखिरहेको छ ल हाम्रो चाहिँ डुलो गर्दै यहाँ ठिक्कको डुलो गर्ने ठिक्कको केजिएफको गन चल्नलाई चाहिँ केटा अलि राम्रोसित सुन केजिएफको गन चलिसक्यो। यति दाममा चाहिँ हामीले चाहिँ त्यो इग्निसन स्विच जस्तो हुन्छ नि हो त्यो स्विच चाहिँ एक्स्ट्रा लाउने हो हामीले चाहिँ होइन अरू चाहिँ केही नि होइन त्यति मात्र लाएर फेरि अस्तमतिर सुइकिने योभन्दा धेरै भ्लग बनाउन सकिन्न। ल फिटिङ गरेर सुरु भइसक्यो ल यस्तो मोडिफिकेसन गर्न छ भने तल्लै जा दाजुभाइ मोटरसाइकल वर्कसप एमडीको ठ्याक्क यो सुरुको टर्निङ पोइन्टमा आउँदा हुन्छ है केटाहरू आधालाई त थाहा छ होला नि थाहा नभएकोहरू आउने ए त सबै यहीँ आउँछ है बाइक सेल हान्न किन्न सबै हुन्छ है केटा त्यो छ केटा पारा ल यतिकै नै हुने रहेछ त यतिकै नै हुने रहेछ त यतिकै हुन्छ तर मैले त्यो सेन्टर पार्न खोजेको हल्का सेन्टर पारेर गर्नुपर्छ नि त अब यो खोइ कस्तो है यो लुकिङ ग्लास अब नहाल्ने होला नहाल्ने अब नहालिकन जाने के अस्तामतिर होइन के बाटो आँटा हाल्ने त नि ठ्याक्क भित्र छिरेपछि के डुलो चाहिँ ठ्याक्क त्यही नै हो मादरकुले यहाँ अब यो छिर्दै नछिरेर यार तेल लगाएर थुक लगाएर छिराउने कोसिस गर्दैछौँ हामीले होइन ल झ्याप्पै लाएर ल छिरिसक्यो होइन मेरो स्कुटर किन्नेलाई चाहिँ एउटा एडभान्स चाहिँ यही छ कि हेजर्ड लाइटको स्विच त्यही हुन्छ होइन अनि यो हेडलाइटको एक्स्ट्रा स्विच त्यहाँ हुन्छ पार्किङ बल्ब झिलिमिलीवाला छ हो कि अङ्कल पार्किङ बल्ब झिलिमिलीवाला छ अब अरू के चाहियो त त्यो भन्दा केटाहरूलाई पछाडिपट्टि पुलिस लाइट छ अनि छुट्टै यहाँ मुनि फेरि मैले छुट्टै एउटा एक्स्ट्रा लाइट राखेको छु यहाँ चाहिँ पुलिस लाइट एउटा ब्लूमा मात्र छ होइन त्यही हो धोका दिन्न यो स्कुटरले अहिलेसम्म मलाई धोका देखाएन होइन त्यही नै हो अब
के भन्न सकिन्छ र अनि तिमीहरूले स्कुटर किन्दा चाहिँ एउटा कुरा के फाइदा हुन्छ भनेपछि तेल चाहिँ आधा ट्याङ्की भन्दा चाहिँ अलि माथि नै हुन्छ होइन एउटा फाइदा त्यही हो माइलेज नि ठिक ठिकै दिन्छ स्कुटरले मजाले मिसफायर हान्न मन लाग्छ भने एक्जस्ट चेन्जै हान्नु पर्दैन यही स्टकमै हाने नि हुन्छ होइन मजाले मिसफायर हान्छ अब कोही भिडियो हेर्छ त्यो भिडियो हेर्नलाई त थाहा होला होइन मजाले फुल बिस्तारै 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 मोडिफाइड हान्दैछु अब भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब पनि होइन धेरै कुरा छैन हाम्रो चाहिँ कस्तो हुन्छ भने यहाँ चाहिँ कस्तो छ भने किन चाहिँ राखेको भन्ने कुरा चाहिँ कस्तो भने हाम्रो यहाँ चाहिँ तपाईँको हेडलाइट चाहिँ स्टार्ट नगरिकन पनि तपाईँको चाहिँ छर्लङ्गै बोलिराख्ने राम्रोसँग देख्नको लागि बोल्नको लागि चाहिँ हो अरू कुनै होइन यसमा त्यही हो अब यो उयोहरू चाहिँ कस्तो हुन्छ भने स्टार्ट गरेपछि बल्ल हेडलाइट पाउँछ है यो चाहिँ नयाँ न्यू मोडल चाबी अन गर्ने बित्तिकै हेडलाइट त्यसको लागि चाहिँ हामीले एकदमै मिहिनेत गरिरहेको छ पसिना बगाएर यता अब योमा चाहिँ पुरानो लटको भयो नि नयाँ लटको जस्तो सामान पाउँछ होइन केटा तिमीहरूले मजाले केटा हो नट हाल्दै होइन भ्लगको इन्डिङ चाहिँ गरे अब हामीले फेरि लास्ट टाइम देखाउनु त पऱ्यो नि होइन भ्युवरहरू रिसाउनु भएन यही हो अब अरू के हुन्छ नेक्स्ट यतातिर पाउनुहोस् हजुर लाइट मैले देखेको छैन अरे कहाँ हो रे यसको पाल दिदी यार के भएछ पाल गएछ क्या अलि छड्के पार्नु रहेछ अब छड्के पार्नु फुस्कियो त मोटो ब्लग बर्बादै हुने गयो यार झन् ढिलो भयो बेला ए के भएछ भनेपछि डुलो तल र माथि पारिरहेछ हामीले ए अलिकति दबाएर जाँदैन डुलो फेरि गराउनु पर्ला जस्तो अलि माथि ठिकै छ बनाउनु पर्यो पछि पनि अब यदि चाहिँ अब तपाईँको फल पाउनु छ भने यतिको मेहनत चाहिँ गर्नुपर्छ है केटा हामीले यस्तो फेरि पछि अब यो स्विच निकाल्न पऱ्यो भने पनि प्लास्टिक वेल्डिङ चाहिँ सेम हामीले जस्तो जेनरल आउँछ त्यस्तै बनाउनु सक्छौँ त्यही नै केटा मेरो मोबाइल चाहिँ फ्रिज भयो यहाँ के भयो ल लौडा लसुन भयो यार त्यही नै हो भिडियो देखिरहेको छ होइन अब अरू त केही पनि भन्न सकिन्न स्याप्पै लाएर फिटिङ भइसक्यो कहाँ हुन्छ त्यत्तिकै हुन्न नि लौडा पापा के भन्छ सिधा भएर गराउनु परिरहेछ यार भिडियो अल्डुकिङ ग्लास नहालिकन म चाहिँ रत्ता हान्नुपर्ने हुन्छ यहाँबाट होप दिस भिडियो इज यति नै आजको लागि चाहिँ होइन योभन्दा धेरै बनाउनु सकिन्न अब चाहिँ हतार छ होइन अब चाहिँ हतार छ योभन्दा धेरै बनाउनु सकिन्न अब गइहाल्नुपर्छ
कुराहरू चाहिँ आउ 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 हुन्छ। यहाँसम्म ब्ल्याकमेल दिन सक्छ यार योहरूले केटीहरू कहाँ हो? बेनी बाग्लुङ। दुईजना यहाँ सिधेको, एकजना फेरि अहिले बिहा लिइदिएर बसेको। एकजना फेरि बिहा लिइदिएर बसेको। बिहा गरेर बिहा गरेर होइन कि